हेलो एभ्रिवान वेलकम ब्याक टु माई ब्लग। हजुरहरूलाई स्वागत छ मेरो भिडियोमा। अनि साथीहरू आज चाहिँ हाम्रो ट्रेन छ होइन, रातिको 12 बजीको ट्रेन हो। अनि हामी चाहिँ सामानहरू निकालिसकेँ। हाम्रो क्वार्टरको हालत चाहिँ यस्तो छ होइन। अब म चाहिँ छोडेर गएको हो नि त, अन्त अब बाटोमा के कस्तो हुन्छ हजुरहरूलाई भिडियो देखाउँछु। अनि मलाई भेट्नुको लागि चाहिँ सबै साथीहरू पनि आइरहेको छ, हेर्दै गर्नु होला मेरो भिडियो। हेलो साथीहरू, म जाने दिन चाहिँ पानी पर्दैछ हो, जाडो मौसम रहेछ। अनि मलाई भेट्नुको लागि सबैजना आइरहेछ। अनि अब म चाहिँ जाने साथीहरू। अब चाहिँ हामी निक्लेको यहाँबाट कटर छोडेर माया लागिरहेछ हो, गाडी पनि आयो। अब चाहिँ जाने। इधर ऐसे ही है, इधर आता है उधर नहीं आता है, ऐसे होता है। बारिश तगड़ी पड़ी है उधर। हाँ, इधर पता नहीं कैसे होता है। अरे उधर बहुत पुशिंग में आता है, हमारे वो यूनिट में नहीं होता है, फिर यूनिट में होता है उधर नहीं होता है। कितनी बारिश हुई? साथीहरू नि यहाँले चलिभइकन आमा र नवीन चाहिँ अगाडि अगाडि जाँदैछ हो। आमा र नवीन, बाबा चाहिँ पछि पछि छु है, अलि तान्दै। लेट भइसक्यो साथीहरू। हामी चाहिँ रेलवे स्टेसन आइपुगेँ। अनि हाम्रो हालत चाहिँ कुछ यस्तो छ। नवीन यहाँ छ, हेलो नवीन हो, यहाँ छ निहान से हेलो। बाबा हेर्नु, बाबा अनि आमा चाहिँ यहाँ। आमा बसिराख्नु भएको छ। अनि ट्रेन चाहिँ आएको छैन रहेछ, अब टाइम हुन आँट्यो हो। अनि अब चाहिँ हामी चढ्ने साथी हो। अनि अब चाहिँ भटिन्डालाई बाई बाई, एक दिन जानै पर्छ होइन साथीहरू। भिडियो हेर्दै गर्नु होला साथीहरू। साथीहरू हामी चाहिँ दिल्ली आइपुग्यौँ हो, दिल्ली स्टेसन। अनि यहाँ छ मेरो निहान, आमा अनि नवीन हो। 5 बजी नै उतार्दो रहेछ नि त पन्जाब मेलले चाहिँ। अनि हामी चाहिँ आइपुग्यौँ दिल्ली। निहान चाहिँ निन्द्रामै छ, जबरजस्ती उठाएको। हेलो साथीहरू, हामी चाहिँ हो रेलवे स्टेसनबाट सिधै होटेल आयौँ। अनि अब होटेलमा एकछिन फ्रेस फ्रेस भएर चाहिँ जाने हो। बिचरा मेरो छोरा निहान दिएको, हाई नमस्ते नवीन दिनु। अनि बाबा हेर्न, अनि साथीहरू कस्तो थाकिरहेछ। अब चाहिँ फ्रेस हुने हो। अनि फ्रेस भएर चाहिँ अहिले एकछिनमा एयरपोर्ट जानुपर्ने हुन्छ साथीहरू। साथीहरू हामी चाहिँ अब नास्ता गर्दैछौँ के। लु खाऊ, छिटो खाऊ। लुगाहरू फेरिसक्यौँ हामीले चाहिँ। बाबा र आमा यहाँ हुनुहुन्छ, नास्ता खानु हुँदै। साथीहरू हामी चाहिँ बिहानको नास्ता गर्दैछौँ होटेलमा आएर होइन। ड्रेसहरू पनि चेन्ज गऱ्यौँ, नुहाइधुवाइ गऱ्यौँ। अनि नवीन कस्तो छ छोले, राम्रो छ है। निहानले चाहिँ यहाँ छोले खाँदै एप्पल खाँदै गर्दैछ। यहाँ छ निहान दिएको। निहानले कपालहरू उयो गरेर यो कपडा सबै चेन्ज गरेँ। बाबा यहाँ हो, बाबाले पुरी खाँदैछ। बाबा र आमाले चाहिँ हो, मैले आमा र बाबालाई नि ड्रेसहरू चेन्ज गरिदिएँ। अनि अब चाहिँ छोले खाँदैछु साथीहरू। म पनि नुहाइधुवाइ गरेर हो, अनि नास्ता गर्नु बसेको। एक छोला छ, दामी छ। खाऊ तिमी छोले हो, भटोरा छिटो खाऊ, मिठो रहेछ साथीहरू हो। हाम्रो चाहिँ 11 बजीको फ्लाइट हो नि त। अनि त्यो भएर चाहिँ छिटो गएर के गर्नु भनेर अब चाहिँ हामी 9 बजे निक्लिन्छौँ हो। यतै गर्नु होला साथीहरू मेरो भिडियो। साथीहरू चिया पिएको मैले चाहिँ चिया पियो भने चाहिँ एकदम रिल्याक्स थाकेकोहरू सबै मेरो। साथीहरू हामी चाहिँ अहिले एयरपोर्टको लागि जाँदैछु हो। अनि पुरा ट्राफिक हुँदो रहेछ दिल्लीमा चाहिँ, टाइममै निक्लिनु पर्दो रहेछ साथीहरू हो। अनि हामी जाँदैछौँ 9:30सम्म पुग्छ भनेर देखाएको छ। अब हेरौँ साथीहरू, अहिले चाहिँ हामी बाटोमा छौँ।
साथीहरू फाइनली बोर्डिङ पास चाहिँ भयो हो ढिलो भएर साथीहरू कस्तो मुस्किल लेभल भयो हो हाम्रो चाहिँ इन्डिगोको छ 5वटा टिकट थियो हो आमाको चाहिँ उयो हुन्छ आमाको चाहिँ अलग्गै हुँदो रहेछ हो साथीहरू थाक्यो साथीहरू फाइनली बागडोग्रा आइपुग्यौँ हामी चाहिँ